एभ्रीबडी वेलकम माई च्यानल। आज हामी गोदाबारी आएको छु त हजुरले देख्न सक्नुहुन्छ यो सिम देख्न सक्नुहुन्छ। आमामा यस्तो सिम छ। पारमा आइसकेको छु। हामी माथि चढिरहेको छौँ। म एक्लै छु अहिले। मेरो साथीहरू तल नदीमा खोलामा छन्। तपाईँहरूले देख्न सक्नुहुन्छ कति मान्छेहरू आएको छ। देख्न सक्नुहुन्छ तपाईँले यो सिम। म हजुरहरूलाई यहाँको ठाउँ पुरै देखाइदिन्छु। हजुरहरू राम्रोसँग हेरिदिनु होला गोदाबारी कस्तो छ र कमेन्टमा लेखिदिनु होला। यहाँ त पाहाडै पाहाड रहेछ। हेर्न सक्नुहुन्छ यहाँको लोकेसन खै कहाँ पुग्छ हेर्नु। मेरो साथीहरू चाहिँ तल छ। तल छ दिदी। सो गाइज हामी माथि पुगिसकेको छौँ। म माथि धेरै माथि पुगिसकेको छु। हेर्न सक्नुहुन्छ यो सिन। म हराइसकेँ। मेरो साथीहरू कता छ। म कहाँ पुगेँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। कहाँ पुगेँ मलाई थाहा छैन गाइज। म हराइसकेँ। मेरो साथीहरू कता छ मैले देखेको छैन। तिनीहरू खै कता छ। म एक्लै डुलिरहेको छु। खै कता हराएँ तिनीहरू। झ्याउ लाग्यो साथीहरू। म एक्लै हिँडिरहेको छु यी जङ्गलमा। यता कतिखेर बाघ भालु आएपछि टप्काएपछि फेरि हेर्न सक्नुहुन्छ। कहाँ हो म कहाँ पुगेँ म त मलाई केही थाहै छैन। यो कता हो मलाई केही थाहै छैन यार। देखाइदिन्छु पुरै सिम यो। सो गाइज म एउटा गाना गान्छु हजुरलाई बोर लागेपछि। बुम लाली चढ्यो क्या मालु तिम्रो पालामा टङ टङ ओइट। सो गाइज म कहाँ पुगेँ मलाई थाहा छैन। हजुरहरूसँग म कहाँ पुगेँ मलाई केही थाहै छैन। हजुरहरूले यो सिम देख्न सक्नुहुन्छ हो। गोदावरीको मान्छेहरूको भिड देख्न सक्नुहुन्छ। सबै पिकनिक खान आएको छ। सबै मान्छेहरू यति हजारौँ मानिसहरू आएको छ यता। यस्तो रमाइलो भइरहेको छ। गाइज हजुरहरूलाई बोर लागेको छ। म एउटा डान्स देखाइदिन्छु।